नमस्ते साथीहरू। भालुबाङको यो सुन्दर बजारमा बिहानको सुनौलो किरणसँगै अटोहरूको आवाज गुन्जिन्छ। यहाँ अटोहरू मानिसहरूको दैनिक जीवनको एउटा महत्त्वपूर्ण हिस्सा छन्। सानोतिनो काम पर्यो कि अटो बोलाउनै पर्छ। चाहे त्यो हस्पिटल जानु पर्यो, मेडिकल जानु पर्यो, स्कुल छोड्न जानु पर्यो वा कुनै बजार जानु पर्यो। तर केही चालकहरूको लापरवाहीले यो खुसीमा कालो बादल मडारिन्छ। चालक साथीहरू, आफ्नो परिवार र छोराछोरीको अनुहार सम्झिएर कहिल्यै मादक पदार्थ सेवन गरी अटो नचलाउनुहोस्। अफरोडिङमा जानु पूर्व आफ्नो अटोको हेल्थ, ब्रेक, टायर तथा सर्भिस नियमित रूपमा जाँच्नुहोस् र कुनै खराबी वा टुटफुट नभएको कुरा निश्चित गर्नुहोस्। यी पहाडी बाटोहरूमा धेरै मानिस लोड नगर्नुहोस् र व्यवस्थित तरिकाले चलाउनुहोस्। सडक नियमहरूको पूर्ण पालना गर्नुहोस् र सुरक्षित यात्रालाई प्राथमिकता दिनुहोस्। अटो चलाउँदा बाटोमा पूर्ण फोकस गर्नुहोस्। दायाँ बायाँ जे पनि आउन सक्छ, जस्तै मानिस, बच्चा, कुखुरा वा बाख्रा। साथै मोबाइल फोनको प्रयोग नगर्नुहोस् र आफ्नो ब्रेकिङ सिस्टमलाई सधैँ मजबुत राख्नुहोस्। धन्यवाद।